दावा MC420 मोडलको बोर्डमा हामीले NFC फङ्सन भएको मोबाइललाई कसरी एड गर्ने र हामीले त्यही मोबाइलबाट लक र अनलक कसरी गर्ने बोर्डलाई भन्ने तरिका आज हामी हेर्न गइरहेको छौँ। त्यसैगरी सबभन्दा सुरुमा हामी मोरमा जान्छौँ। मोरमा गइसकेपछि हामी त सेटिङमा जान्छौँ। सेटिङ गइसकेपछि हामी सिस्टम सेक्युरिटीमा जान्छौँ। सिस्टम सेक्युरिटीमा गइसकेपछि यता हेर्नुहोस् NFC छ, NFC कार्ड डाटाबेस भनेर चाहिँ हामी म्यानेजमा जान्छौँ। एज इट इज पहिलाकै जस्तै हामीले प्याटर्न राखेर अनलक गर्छौँ र अब हामी एड गर्छौँ डिभाइसलाई। जस्तै यो मोबाइलमा NFC फङ्सन छ, यसलाई हामी NFC फङ्सनलाई अन गरेर NFC फङ्सनलाई अन गरेर अब हामीले यसलाई एड गर्छौँ। अब हामीले स्वाइप अप गरेपछि यसले मोबाइललाई लियो। जस्तै अब मेरो मोबाइलको नाम लेखौँ होइन, जस्ट MOBILE मोबाइल भनेर जस्तो लेखेँ होइन, ओके गरेँ। ओके गरिदिइसकेपछि अब हामी ब्याक गरिदिन्छौँ। ब्याक गरिदिइसकेपछि यसलाई हामी लक गर्छौँ बोर्डलाई एकचोटि। बोर्डलाई लक गरिसकेपछि बोर्ड लक भयो, ब्ल्याक भइसक्यो र फेरि अब यसलाई अनलक गर्ने बेलामा स्वाइप अप गर्छौँ। स्वाइप अप गर्दाखेरि यु क्यान अल्सो युज द NFC फर भेरिफिकेसन। NFC भनेपछि जस्तै हामीले यो मोबाइललाई एड गरेको थियौँ, यसैले स्वाइप गरेर हामी अनलक गर्न सक्छौँ। अनलक भइसक्यो बोर्ड। यसै गरी नै हजुरले मोबाइलको NFC मोबाइललाई चाहिँ हजुरहरूले आफ्नो बोर्डमा एक्सेस दिएर हजुरहरूले NFC फङ्सनको उपयोग गर्न सक्नुहुन्छ। यसै गरी नै